सबै निदाएको मौका पारेर त्यही बाबुराम छेत्रीले उनीहरूसँग भएको पैसा, मोबाइल, ब्यागसम्म सबै कुरा लुटेर उनी रेलबाटै रातको 12 बजे फरार हुन्छन्। घरमा म आर्मी हुँ, मलाई 2 जना मान्छे चाहिएको छ, 2 जना भाइ चाहिएको छ उहाँ इन्डियामा, शिलङमा, मेघालयमा भर्ती गर्नुको लागि। दिदीले अस्ति भर्खर नै दाइ बनाउनु भएको रहेछ। दिदीले दाइ बनाउनु भएको रहेछ। हजुर, मैले 3टा भैँसी बेचेँ। 3टा भैँसी बेचेर कति बेच्नु? 3टा भैँसी म त त्यो त सस्तामा बेचेँ होइन। कति दिन चिनेर विश्वास गर्नुभयो त्यसलाई चाहिँ? खास 3-4 दिन बस्यो त्यहाँ। 3-4 दिनसम्म ब्याग पनि छैन, मान्छे पनि छैन, पुरै डब्बा छानमारा गाई पनि छैन। विराटनगरको पुलिसले भन्छ यहाँ जानु भनेर, उहाँको पुलिसले यहाँ जान्छु भनेर, हामी कसो कुरा बतायौँ कसो कुरा नबतायौँ। आज उनीहरू कहाँ गएर न्याय पाउने भन्ने पनि थाहा छैन। कृपया तपाईले नेपाल सरकार, बालेन सरकार, सुदन गुरुङ लगायत राज्यका ठुला प्रशासनिक निकाय, न्यायिक निकायहरूलाई मेन्सन गरिदिनु होला, किनकि यिनीहरू जस्तो ठगिएका धेरै छन्। कति त झापा पुग्दा नपाउँदै ठगिन्छन्। उनीहरू आँखा ठुलो बनाएर भारतको रेलसम्म चढे, त्यस पछाडि त कता हो कता। मेरो साथी टिभी, हरपलको सहयात्री। ठग्ने पनि अनेक तरिका हुन्छन्, बस कति ठग्ने, कसरी ठग्ने भन्ने विषय मात्रै हो। दर्शकवृन्द, स्वागत छ तपाईँलाई। मेरो साथी टिभी हेरिरहनु भएको छ, म सुरेश सुनार उपस्थित भएको छु। आजको भिडियो हेरिसके पछाडि तपाईँलाई लाग्न सक्छ, ओहो यहाँसम्मको हुन्छन् ठग भन्ने। यहाँ एउटा यस्तो ठगी भएको छ जुन ठगी फिल्मको जस्तो छ, सिनेमा हेरे जस्तो हुन्छ। तपाईँले यो ठगीको बखान सुन्नुभयो भने। घटना चैत्र 27 गतेको हो। 2 जना युवा, एकजना पोखराको पृथ्वी चोक बस्छन्, अर्को पोखराको चिप्लेढुङ्गा बस्छन्। उनीहरूको घर भलै एउटाको स्याङ्जा र अर्कोको पर्वतहोला, तर पोखरामै बसिरहेका 2 जना युवाहरू यसरी ठगिन्छन् कि जुन पढेकै छन्, बढेकै छन्, बुझेकै छन्। अझ देश विदेश खाएर आएका युवा ठगिए भन्दा तपाईँलाई अझ अचम्म लाग्न सक्छ। मेरो नाम सङ्गम नेपाली। तपाईँको नाम? मेरो लेखबहादुर कार्की। तपाईँहरू चाहिँ उहाँहरूको बाबा, तपाईँ पनि हो? कहाँबाट आउनुभयो तपाईँ? म चाहिँ यहीँ बस्दैबाट। तपाईँ चाहिँ? म पर्वतकुली पोखरी। पर्वतबाट। पहिला तपाईँहरूलाई हो लाउरे बनाइदिन्छु भनेको? हजुर हजुर। अनि त्यस पछाडि बाबाहरूलाई भन्नुभएको? हजुर। के हो कुरा भन्नुहोस् त सुरुबाटै। ऊ चाहिँ हाम्रो होटेल छ है बसरमा, अनि ऊ चाहिँ आएको थियो हाम्रोमा बस्नको लागि। अनि आएपछि उसले लाउरे बनाउँछु भन्ने उसहरू व्यवहारहरू देखायो। म लाउरे हो, उसको सबै भिडियोहरू, अनि उपरति कारहरू धेरैहरू थियो उसँग। के रहेछ? कार्डहरू अनि हामीले चाहिँ होटेलमा दर्ता गर्दाखेरि उसको नागरिकताहरू अनि सबै राखेका छौँ। अनि धेरै ठाउँमा हामीले उसको सबै थोक हुँदा पनि हामीले उसलाई समात्न सकिएको छैन। त्यही भएर हामीले आज मेरो साथी टिभी भन्नेमा आफ्नो उस विषय राख्न आएका छौँ। हामीले हाम्रो चोरी भएको चाहिँ हाम्रो विराटनगर भएको हो। हामी चाहिँ विराटनगर कम्प्लेन गर्न जाँदाखेरि आफ्नो जिल्लामा गएर चाहिँ के कम्प्लेन गर्नु भन्यो नि, हामी कास्की जिल्लामा आयौँ। कास्की जिल्लाबाट फेरि कुस्मामा पठायो। कुस्मामा पठाएपछि विराटनगरै जानु भनेपछि हाम्रो केही स्थिति नआएपछि हामी चाहिँ फेरि यहाँ मेरो टिभीमा जोडिएका छौँ। ठ्याक्कै घटना भन्नुहोस् त, तपाईँहरूलाई के भनेर सुरुमा तपाईँहरूको होटलमा ऊ बस्न आयो? हजुर हजुर। अनि त्यस पछाडि तिमी लाउरे हुने जस्तो रहेछौ, तिमीलाई म इन्डियन लाउरे बनाइदिन्छु भन्यो हो? हजुर इन्डियन लाउरे बनाइदिन्छु भन्यो। हजुर। अनि कति पैसा लियो, के भयो त्यस पछाडि, कति भयो यो समय? ल सुरुबाट भनिदिनुहोस् त। हाम्रो चाहिँ ऊ क्यास चाहिँ 5 लाख छ। क्यास चाहिँ ब्याङ्किङ गरेको छ 12 लाखको 2 जनाको, अनि 3टा उहाँको, मेरो अनि भाइको चाहिँ फोन नि चोरी भएको छ। खास भएको चाहिँ के हो त नि? भएको चाहिँ तपाईँहरू लाउरे बनाइदिन्छु। अनि लिएर पनि गएको हो। कहाँ लगेर गयो लाउरे बनाउनु? हामीलाई गोटी लिएर गएको। गोटी गुवाहाटी। हजुर। कहाँ हो गुवाहाटी? गुवाहाटी इन्द्र बुवाले भन्नुहुन्छ। कहाँ के भएको रहेछ छोराहरूलाई? त्यो चाहिँ हाम्रो होटेलमा आयो होइन। अब आएपछि म इन्डियन आर्मी हो, अब त्यो मान्छे बाबुको हो भने म मेरो छोरा हो भनेर भने मैले होइन। अनि कति वर्षको भयो, के जारी खानुहुन्छ भने, अनि केही जारी खाएको छैन, अब पहिला चाहिँ विदेश गएर आएको, अहिले त्यसै छ भनिदियो। अनि उसले भन्यो उमेर कति भयो भने 23 वर्ष चाहिँ लागेको छ भने।
त्यहाँ उसले नागरिकता हेऱ्यो उहाँ भर्ती हुन्छ अहिले हाम्रो उहाँमा चाहिँ मेघालयमा चाहिँ भर्ती खुलेको छ भर्ती हुन्छ बाबु भन्नु मैले ठिक छ त्यसो भए हुन्छ भने चाहिँ गराउनु त नि मलाई आफूले भन्यो होइन हामी त 6,000 पऱ्यो अनि उसले भने अब 2 लाख 80 उसमा लाग्छ 2,20,000 त्यता लाग्छ अर्दामा 3-4 लाखको खर्च आउँछ भने त्यसो भए हुन्छ भनेको त्यहाँ उसले पनि 9 तारिक जानुपर्छ मलाई भन्यो हामी यहाँबाट चाहिँ नेपालको 27 गते चैतको 27 गते हामी यहाँबाट गएपछि 28 गते चाहिँ अब वहाँ पुगेर चाहिँ हामी त्यसरी बिचमा गयो रेलमा जाँदाखेरिमा चाहिँ अब 2टा स्टेसनसम्म चाहिँ उठै थियो म बाबुजीलाई यो के भन्छ बिहान चाहिँ मेडिकल के अरे आँखा चचाउनुपर्छ भनेर चाहिँ एकछिन सुत्नु भनेर लाग्यो म चाहिँ सुतेको थिइनँ त्यतिकै बसिरहेको थिएँ अनि पछि चाहिँ 11:30 बजीतिर मलाई चाहिँ नि आँखा लागेको छ लागेपछि त्यहाँबाट 12:30 बजीतिर फेरि म झल्यास्तो भएँ हेर्दाखेरिमा चाहिँ अब बाबु सुतिरहेको छ ऊ मान्छे छैन ठुलो झोलाहरू थियो झोला पनि छैन मान्छे पनि छैन मैले चाहिँ भित्रभित्र 5-6 डब्बामा भित्र पुरै चेक गरेँ यतातिर चेक गरेँ उता चेक गरेँ होइन मान्छे छैन हाम्रो चाहिँ गुवाहाटीसम्मको चाहिँ तेल उखेले काटेको अनि चाहिँ हामी गुवाहाटी स्टेसनमा हामी पुग्यो त्यहाँ गएर कमसेकम 2 घन्टा हामीले चाहिँ खोज्यो उसलाई खोजे पनि हामीले उसलाई चाहिँ लापत्ता हाम्रो त्यसलाई हामीले चाहिँ भेटाउन सकिएन नसकेपछि चाहिँ हाम्रो पैसा सबै लिइसकेको थियो पैसा मोबाइल 3टा मोबाइल र पैसा सबै लगाएको थियो अनि हामीले त्यहाँको प्रहरीले हामीले चाहिँ भन्यौँ यस्तो भयो भन्दाखेरिमा चाहिँ के भन्छ अरे उनीहरूले चाहिँ हामी के गर्न सकिन्छ तिम्रो मान्छे नेपालको तिम्रो मान्छे चोरको नेपालको वहीँ नेपालमा गर्दैन गर भनेर लाएर हामीलाई चाहिँ उहाँबाट चाहिँ के भन्छ गाडी भाडा नभएर गाडी भाडा र हामीलाई खानाको समेत बन्दोबस्त गरेर उहाँको पुलिस हामीलाई पठाएको र हामी चाहिँ यहाँ बोर्डर आइसकेपछि हामी यहाँ आयौँ र हाम्रो यही गुना हो त्यसलाई जसरी हुन्छ त्यसलाई चाहिँ अब समय दिनु पर्नु भयो हाम्रो चाहिँ तपाईँको 5 लाख हजुर मेरो 5.5 लाख 5.5 लाख हजुर भाइको 5 लाख लेख बहादुर कार्की 2 वर्ष मलेसिया बसेर आए उमेर पनि ठिकठाकै थियो हो लाउरे हुन त म पनि तयारी छु विदेशको घाम खानुभन्दा अब लाउरे हुने अनि त्यस पछाडि बुढेसकालमा पेन्सन खाने उनलाई सायद त्यो रहर पलायो होला र उनले मलेसियामा खाएको त्यो घामको उनी प्रत्येक पसिनामा हिसाब गर्दै थियो होला नि यसको चाहिँ म बुढेसकालमा ब्याजसहित असुल छु भनेर अर्का BBS फर्स्ट इयर पढ्दै गरेका सङ्गम नेपाली भने सानै छन् जम्मा 18 वर्षका भए उनी पनि अचम्मको यो ठगीको जालोमा परे परिवारमा उनीहरू दुवैले प्रस्ताव गरे 2.5 लाख रुपियाँ तिरे पछाडि इन्डियाको लाउरे भइन्छ रे भनेर घर परिवार पनि ओहो 2.5 लाखमै लाउरे भयो भनेदेखि त छोराले लाउरे हुँदै कमाउँदै पनि गर्छ र बुढेसकालमा राम्रो पेन्सन आउने एउटा बाटो पनि हुन्छ भनेर एकजना पर्वत घर बताउने बागलुङका बाबुराम छेत्री उनको यदि यो नाम सक्कली नागरिकता अनुसारै हो भनेदेखि उनको नाम बाबुराम छेत्री हो तर उनको यो नाम सत्य तथ्य भएको आधारै छैन यदि यो नागरिकता जिल्ला प्रशासन कार्यालय बागलुङमा यही नम्बर र उनकै नाममा छ भने उनको नाम बाबुराम छेत्री हो बाबुराम छेत्री देखिँदा पनि लाउरे जस्तै देखिन्छन् उनी प्रलोभन पार्नका लागि ठुलो एउटा झोला बोकेर होटलभित्र छिर्दै गर्दा गरुङको ब्याग लिएर जान्छन् र म इन्डियाको लाउरे हुँ मलाई 2 जना केटाहरू चाहिएको छ तपाईका आफन्त छोराहरू छन् भने भन्नुस् भनेर लेख बहादुर कार्कीका बाबु तारा बहादुर कार्कीलाई भन्छन् छोरो पनि लाउरे हुन्छ कि भन्ने उनीहरूलाई पनि भयो होला बनाइहालौँ भनेर उनीहरू लाउरे बन्नलाई भारततिर प्रस्थान गर्छन् रेलमा उनीहरू सबैजना लाउरे हुने सपना देखेर एउटा लाउरे बनाइदिने आश्वासन दिएर सबै सँगै जान्छन् सबै निदाएको मौका पारेर त्यही बाबुराम छेत्रीले उनीहरूसँग भएको पैसा मोबाइल ब्यागसम्म सबै कुरा लुटेर उनी रेलबाटै रातको 12 बजे फरार हुन्छन् चिनेको मान्छे हो खास चिनेको होइन त्यो कसरी चिन्नु भयो अब चाहिँ विश्वास दिलाएर मेरो विश्वास दिदीको घरमा म आर्मी हुँ मलाई 2 जना मान्छे चाहिएको छ 2 जना भाइ चाहिएको छ उहाँ इन्डियामा शिलङमा मेघालयमा भर्ती गर्नुको लागि एकजनालाई कुक र एकजनालाई जेडीमा भर्ती गर्छु भनेर लगेको त्यसले त्यहाँ पछि हामीले विश्वासको उसकै विश्वासमा पठाएको हामी के विश्वास दिलाउनलाई
म इन्डियन आर्मी हुँ भन्नलाई चाहिँ त्यसले के देखायो तपाईँहरूलाई आइडी देखाएको छ, के आइडी आर्मीको आइडी देखाएको छ इन्डियाको। त्यसपछि हामीलाई नागरिकता नै दिएको छ, कसको नागरिकता उसैको नागरिकताको फोटोकपी छ। हो उसकै नागरिकता हो त्यो हजुर, उसको नागरिकता त्यो ठाउँमा जानुभयो पुग्नुभयो थाहा पाउनुभयो ठाउँमा गएको हामी उसको सोधेको बागलुङ दुलिला भाटीको छ त्यसको ठेगाना, कोलकोट दुलिला भाटी छ। हामीले त्यही उसकै विश्वासमा मैले पठाएको है, पठाएको हो। अब बाबुलाई लिएर कति दिन चिनेर विश्वास गर्नुभयो त्यसलाई चाहिँ खास 3-4 दिन बस्यो त्यहाँ। 3-4 दिन सँगै बस्नुभयो कहाँ बस्नुभयो सँगै त्यो कुस्मामा हजुर। मलाई चाहिँ 2जना केटाहरू चाहियो इन्डियन लाउरेमा भर्ती गराइदिन्छु आर्मीमा भर्ती गराइदिन्छु भनेर तपाईँसँग चाहिँ कति पैसा लियो मसँग 4 लाख लिएको बहिनीको खातामा पठाएको मैले। कसको बहिनीको मेरो बहिनीको ए उहाँ पठाएको, उहाँ बहिनीले कुनमा पठायो। त्यो अब अहिले आउँछ होइन, उसले कसको नाममा आइडीबाट दिने त्योबाट के अरे तपाईँले चाहिँ कसरी दिनुभयो पैसा हजुर हामीले चाहिँ नि यहाँ पैसा लिएरै गयो होइन क्यास दिनुभयो क्यास क्यास लिएर हातमै हजुर हातमै चाहिँ उरोमा गएर सँगै गएर त्यहाँ उहाँको चाहिँ आइसी पैसा साट्यो उरोमा सँगै साथीहरूसँग साट्यो अनि उसको पैसा त उसले भन्यो यो त मैले हालिदिने पैसा उहाँ मलाई भन्यो होइन तर मलाई थाहा भएन कि उहाँ भाइले चाहिँ उसको फुपूले चाहिँ यहाँ पठाएको त भने थाहा भयो। अनि पछि चाहिँ त्यो पैसा पनि उसले 4 लाख रुपियाँ निकालेर आएर हाम्रो त्यो गरेर पुरै पैसा साटेर आइसी पैसा साटेर गएको। अनि त्योमा चाहिँ अब मसित 19-20 हजार रुपियाँ चाहिँ अरू पनि थियो मैले चाहिँ पर्सनल राखेको थिएँ होइन। उसले भन्यो अब त्यहाँ तपाईँ धेरै पैसा लिएर हिँड्दाखेरिमा तपाईँलाई चाहिँ के पञ्चायत गर्नु सक्छ यत्रो पैसा किन बोकेर हिँड्यो भनेर म आर्मी हो उसले चाहिँ अब मैले झोलामा राखेपछि उसले फलाउनु सक्दैन भनेर गएर हिसाब गर्नु ल भनेर लाग्यो। त्यो पैसा त मेरो चाहिँ लगियो नक्कली आर्मीले हजुर पैसा लगाएर हिँड्दिए पैसा लगाएर हिँड्यो। नक्कली रहेछ कि सक्कली रहेछ त बुझ्नु भयो नि हेर्दाखेरि त सर अब त्यसको बोलचाल हेर्दा अब सक्कल जस्तै छ त्यसको हामीले कार्ड पनि हेरेको छ कार्ड अब सक्कली हो नक्कली हाम्रो चाहिँ अब हामीले मोबाइलमा राखिएको छ। अब यहाँ चाहिँ अब पहिला चाहिँ यहाँ हाम्रो होटलमा हाम्रो ज्वाइँ आउनुभएको थियो र उहाँले उसको चाहिँ फोटो चाहिँ खिचेर हाल्नुभएको रहेछ होइन। अब हाम्रो मोबाइल सबै लग्यो अब त्यहाँ केही पनि छैन हामीले चाहिँ नि हामीले सिसिटिभीमा देखिन्थ्यो हजुर सिसिटिभीको फुटेज हामीले सबै त्यो होटलमा हामी जुन होटलमा बसिएको थियो त्यसको फुटेज पुरै छ हामी त्यसको त्यो मान्छे हिँडेको नि छ पुरै पकाइदिएको छ म बाबु ऊ सबै हिँडेको छ। यो त्यो मान्छे चाहिँ बागलुङकै हो भनेर चाहिँ त्यही नागरिकताले मात्रै प्रश्न गर्छ अथवा त्यो नागरिकता पनि उसको नक्कली हो उसले भन्थ्यो म मेरो घर कुसमा भनेर तर हामीले चाहिँ यो नागरिकताको फोटो हामीले पछि पाइयो पछि पाउँदाखेरि चाहिँ ऊ चाहिँ बागलुङको रहेछ भन्ने कुरो हामीले तपाईँ कुसमा पर्वतकै मान्छे मेरो घर कहाँ भन्यो त्यसले चाहिँ कहाँ उसले मेरो घर दुधिलो भाटी भनेर मलाई बिहान भनेको थियो आउने दिनको बिहान। त्यहाँ पछि हामी गयो पसलमा गयो र नागरिकताको फोटोकपी गरेर मोबाइलबाटै निकालेको उसले नागरिकताको फोटोकपी है। नागरिकता निकालेन कि ओरिजिनल देखाएन मलाई, मोबाइलबाटै खिचेको फोटो छ त्यसको। 4 दिनको दिनमा 4 लाख रुपियाँ लिएर हिँड्दियो छोरालाई भर्ती गराइदिन्छु भनेर यता नउता बिताएर पारिदियो। तपाईँ चाहिँ कति पढ्दै हुनुहुन्थ्यो ब्याचलर फर्स्ट इयर। तपाईँले त अलिअलि ल यस्तो मान्छेहरू फेक हुन्छन् कति त बोर्डरमै लुटेका नेपालबाट बाहिर नगएकाहरू घटनाहरू पनि छन् होइन। तपाईँलाई चाहिँ लाउरे बनाइदिन्छु भने इन्डिया लहर जानेसम्म पनि तपाईँहरू उहीसँग विश्वासै गरेर जानुभयो। हजुर अब दिदीहरूले सबैले भन्नुभयो चिनेको मान्छे भनेर भन्नुभयो त्यस पछाडि के पर्ने रहेछ दिदीको दिदीले अस्ति भर्खर नै दाई बनाउनु भएको रहेछ। दिदीले दाई बनाउनु भएको रहेछ हजुर कुन दाई बनाउनु भएको रहेछ ठुल्दाई कि त्यो त अब दाई त थाहा भएन हजुर देख्नुभयो तपाईँले पनि पैसा क्यासै दिएको हजुर खातामा हाल्दै कहाँ पुग्दाखेरि चाहिँ तपाईँ झसङ्ग हुनुभयो हामी चाहिँ ल ठगिएछौँ ओहो भन्ने चाहिँ कहाँ पुग्दा भयो तपाईँहरूलाई त्यो भनेको त अब कटिहारबाट रेल चढिसके पछाडि कहाँबाट कटिहारबाट रेल चढिसके पछाडि रेल चढिसके पछाडि हजुर। रेलबाट झर्नुभन्दा अगाडि होइन त्यो अगाडि थाहा भएको भए त भइहाल्थ्यो नि त्यो पछाडि ऊ भागे पछाडि भयो ए ऊ चाहिँ कति बेला भाग्यो 12:15 त्यस्तो रेलमै हुनुहुन्थ्यो तपाईँहरू हजुर अनि त्यस पछाडि खोज्नु भयो पाउनु भयो मोबाइल पनि लग्यो हजुर सिम कार्ड हालिदिन्छु भनेर
मागेको ए चोर बजारमा लगेर बेचिसक्यो होला त्यो अब यहाँको सिम दिएको आउनु उहाँको त नदिएको होइन सिम होइन उहाँहरूलाई दुईवटाको पहिले मोबाइल लिएर गएको मलाई थाहा भएन सिम हालिदिन्छु अनि मलाई भन्यो अब तपाईँ नि 6-7 दिन बस्नुपर्छ होइन 6-7 दिनपछि यिनीहरूको चाहिँ ट्रेनिङमा बस्छ ट्रेनिङमा बसेपछि चाहिँ तपाईँ जानु होला त्यो बेलासम्म 6-7 दिनसम्म चाहिँ घरमा फोन पनि गर्नुपर्छ होइन म सिम कार्ड हालिदिन्छु मलाई लाग्यो होइन म त सोझो मैले दिएँ लु मैले मोबाइल दिएँ सबको मोबाइल दिएँ तर पछि अब बेकान्डेको भयो अनि निदाएर उठ्ने बेलामा थाहा भयो कि 8.5 लाख रुपियाँ ठगिएछ भनेर 8.5 10.5 लाख हुन् 10.5 उसको 4 लाख मेरो 4 लाख रुपियाँ आइज मैले उसलाई चेन्ज गरेको म त्यो 1 लाख रुपियाँ त 20,000 आइसकेपछि त्यो पनि लग्यो उसले 19,000 रुपियाँ त्यो पनि डर बनायो राति 11:15 बजीसम्म चाहिँ त्यो थियो अनि रातिको 11:15 बजे हो हजुर अनि कहाँ झऱ्यो होला त त्यही चाहिँ हामी त्यो पुलीबाट हामी अर्को रेलमा गयो एउटा रेलमा गयो त्यहाँ फेरि अर्को रेलमा फेरि तेल दियो आफैले टिकट काट्यो 4जनाको टिकट काट्यो काटेपछि त्यहाँ दुईवटा स्टेसनसम्म चाहिँ म चाहिँ थिएँ अनि घडी हेरेको 11:15 भएको थियो राति अनि चाहिँ मेरो चाहिँ कता कता निल लागेर मलाई झप्किरहेको बुझमा बस्दा बस्थेँ होइन अनि यिनीहरू दुईवटा सुतिरहेको थियो अनि त्यसपछि मैले 12:30 बजी त यसो यसलाई हेरेँ होइन हेरेको उसको ब्याग पनि छैन मान्छे पनि छैन पुरै डब्बा छान मारे गाई पनि छैन अनि हाम्रो चाहिँ के भन्छ अरे अब त्यो टिकट काटेको त उहाँ गुवाहाटीसम्म होइन अनि अब गुवाहाटीमा भेटिन्छ होइन नभेटे के गर्ने भनेर हामीले 2 घन्टा चाहिँ उहाँको स्टेसनमा गएर झरेपछि हामी गएर खोज्यो त्यसको लापत्ता भएन नभइसकेपछि हामी चाहिँ अब उहाँ जसरी धेरै दुःख चाहिँ अब चाहिँ नेपाल बोर्डर आयो आएर चाहिँ यहाँबाट पैसा पठाएर चाहिँ अब हामी चाहिँ घर कति दिन अगाडिको घटना हो यो चाहिँ 27 गतेको घटना हो यही चैत्र 27 हजुर चैत्र 27 दिन 30 भयो आज 3 भनेको 6 दिनमा 6 दिन भयो 6 दिनको दिनमा 10 लाख 10.5 लाख जाम हामी यहाँबाट यस पछाडि तपाईँहरूले चाहिँ अब उसको नागरिकताको ठेगाना अनुसार त्यो ठाउँमा बुझ्ने प्रयास गर्नुभयो कि गर्नु भएन यहाँ गइन्छ सर हामी हिजो गइएको थियो उसमा बागलुङ जाने भनेर यहाँ उसले यो बैदाम पुलिसले उहाँ जानु भनेर लाग्यो होइन हामीले उहाँ गरेको फेरि उहाँ चाहिँ चोरी भएको चाहिँ विराटनगरमा हो तपाईँ विराटनगर जानुपर्छ विराटनगरको पुलिसले भन्छ यहाँ जानु भनेर उहाँको पुलिसले यहाँ जान्छु भनेर हामी कस्तो कुरा बतायौँ कस्तो कुरा नबतायौँ पहिला त इन्डियाको पुलिसले नेपालमा जा भन्यो नेपालको पुलिसले चाहिँ यहाँ आउनुभयो यहाँ आएर चाहिँ हामीले चाहिँ बैदामा आउने बागलुङ जा भने बागलुङको पुलिसले फेरि चाहिँ विराटनगर जा भन्यो हामी कति घुम्नु भेटाइएला जस्तो छैन भेटाइएला जस्तो छैन अब यसको चाहिँ यहाँ पैसा सबै खाएर चोरले उडाइसक्यो अनि यता उता गर्दाखेरि म चाहिँ अब खर्च जुट्न आउँदा गएर बसेको केही पनि छैन के भन्नुहुन्छ त्यही दिन त्यसलाई त्यसलाई सामान्य कोसिस गर्नु पऱ्यो र हाम्रो पैसा चाहिँ अब उ गर्नुपर्ने भयो त्यही म त्यही भन्छु अरू के भन्छु त्यसलाई त पैसा र अब सकेसम्म त भेटेसम्म त दिनु फेरि लाउरे हुने हो अब नहुन्छ अब कान पक्रियो अब बरु भाँडा मारेर बस्ने यतै काम गर्ने किसानी गर्ने हलो जोताउने किसानी गर्ने त्यो चाहिँ लाउरीमा चाहिँ उयो नगर्ने लाउरीको विषय उड्यो अब उड्यो सकियो बस हामी खोज्ने प्रयास गर्छौँ है हुन्छ धन्यवाद सहायत्री मेरो साथी टिभी